यो वर्ल्ड जियोग्राफीमा हामीलाई एकदम चाहिन सक्ने कुरा भनेको यो एउटा डेन्युब रिभर भन्ने छ, युरोपमा फ्लो गर्छ होइन। यो चाहिँ 10वटा कन्ट्रीबाट फ्लो गर्छ क्या, यो एउटै रिभर है। अनि त्यहाँमध्ये अब यो कुन देशबाट जान्छ कुन देशबाट जाँदैन, यताउता अनेकौँ कतिवटाबाट जान्छ होइन। कतिपय ठाउँमा 11वटा पनि लेखेको पाइन्छ होइन। बोस्निया एन्ड हर्जगोभिना भन्ने देश छ नि, त्योबाट चाहिँ जाँदैन भन्ने देखेँ मैले धेरै ठाउँमा, त्यही भएर मैले 10 भनेर भनेको छु है। क्यापिटल सिटिज यो 3टाबाट जान्छ, भियना, बुडापेस्ट, बेलग्रेड है। अब के एउटा एकदम मेरो बुढो न बुढो भिनाजु हुनुहुन्छ होइन, अनि उहाँ चाहिँ त्यो बेलगाडी चढ्नुहुन्छ क्या। भनेपछि के भयो त, बुडाबाट बुडापेस्ट, भेनाबाट भियना अनि बेलबाट बेलग्रेड है। के हो त यो भन्दाखेरि यो अस्ट्रियाको है, यो हङ्गेरीको हो, अनि बेलग्रेड भनेको सर्बियाको है। अनि यो 10वटा कन्ट्रिज हो, 3टाको क्यापिटलबाटै गयो भनेपछि यो 3टा कन्ट्रीबाट पनि पक्कै गयो। अब बाँकीको के हो भन्दाखेरि एउटा जर्मनी हो, जर्मनी, त्यसपछि रोमानिया, त्यसपछि स्लोभाकिया, बुल्गेरिया, क्रोएसिया, युक्रेन अनि मोल्डोभा है। अब यो यसको क्यापिटल पनि जानिराख्नुपर्छ, चिस्नाउ, युक्रेनको किभ, क्रोएसियाको के हो बिर्सेँ मैले, अनि जो सबैको थाहा पाउनु पऱ्यो। अनि त्यसपछि यो चाहिँ के हो भन्दाखेरि यो फर्मर एउटा युगोस्लोभाकिया भन्ने देश थियो है, त्योबाट के टुटेर बन्यो भन्दाखेरि यो 6वटा देश टुटेर बन्यो क्या त्योबाट। अनि यो स्लोभाकिया भनेको चाहिँ चेकोस्लोभाकियाबाट आएको, युगोस्लाभियाबाट आएको होइन, युगोस्लाभियाबाट स्लोभेनिया आएको र चेकोस्लोभाकियाबाट चाहिँ चेक रिपब्लिक र स्लोभाकिया आएको है। लस्, थ्याङ्क यू।